महिना दिनदेखि बालेन सुनिता बीच पानी बाराबार, काठमाडौँ महानगरको काम प्रभावित, सेवाग्राही मारमा। दर्शकबिन, पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोल बीच पानी बाराबार जस्तै भएको छ। पाँचौं तलामा बस्ने मेयर शाह र चौथो तलामा बस्ने डङ्गोल बीच बोलचाल त परको कुरा, देखभेट समेत नहुने अवस्था छ। चढ्ने लिफ्ट नै बेग्लै भएपछि यहाँ अरू जनप्रतिनिधि र कर्मचारीसँग मेयर शाहको भेट असम्भव जस्तै बनेको छ। यतिसम्म कि 5 महिनादेखि कार्यपालिका बैठक नै नबसेपछि मेयर शाह र अरू प्रतिनिधि बीच देखभेट हुने कुरै भएन। उपमेयरले नै 1 महिनादेखि देख्न नपाएका शाहलाई अरूले कसरी देख्न पाउनु? तर अरू जे भए पनि मेयर शाहका कारण काठमाडौँ महानगरपालिकाको काम भने नराम्रोसँग प्रभावित भएको छ। सेवाग्राही मारमा परेका छन्। मेयर शाहकै कारण देशकै सबैभन्दा नालायक स्थानीय तहको सूचीमा काठमाडौँ महानगरपालिका पर्ने सम्भावना बढेको छ।